शेयर बजारमा डिपी भनेको के हो? शेयर बजारमा शेयर किन्ने बेच्ने भन्दा अगाडि तपाईको एउटा डिम्याट खाता चाहिन्छ हैन र? डिम्याट खाता खोल्न हामीलाई चाहिन्छ डिपी। अब प्रश्न आउँछ डिपी भनेको के हो? डिपी भनेको डिपोजिटरी पार्टिसिपेन्ट भनेको यो दर्ता भएको संस्था वा बैंक हो जसको माध्यमबाट लगानीकर्ताले डिम्याट खाता खोल्छन्। यो लगानीकर्ता र सिडिएससी बीचको पुल बिचौलिया हो। सिडिएससीलाई तपाई शेयरहरूको बैंक जस्तै मान्न सक्नुहुन्छ, तर सिडिएससी सँग हामी इन्भेस्टरले डाइरेक्ट काम गर्न पाउँदैनौँ। हामीले डिपी मार्फत मात्र सेवाहरू पाउँछौँ। उदाहरणको लागि बैंक जस्तै नबिल ग्लोबल आइएमई ले पनि डिपी सर्भिस दिने गर्छन्। त्यस्तै ब्रोकर कम्पनीहरूले पनि प्रोभाइड गर्छन्। अनि क्यापिटल फर्महरू जस्तै एनआइबिएल, एस क्यापिटल, प्रभु क्यापिटल यी सबैले डिपी सर्भिस दिन्छन् इन्भेस्टरलाई। अब डिपी का कामहरू के हुन् त? डिपी को काम भनेको डिम्याट खाता खोल्ने, आइपिओ को आवेदन दिने, त्यसपछि शेयर ट्रान्सफर गर्ने, शेयरको अभिलेख राख्ने जस्ता कामहरू डिपी ले परफर्म गर्छन्। मेरो शेयर भन्ने प्लेटफर्म सिडिएससी ले दिएको, तर तपाईको खाता र सबै प्रक्रिया डिपोजिटरी पार्टिसिपेन्ट मार्फत मात्र चल्छ। अब तपाईलाई प्रश्न, सिडिएससी शेयरको बैंक हो भने बैंकको बैंक कुन होला? कमेन्टमा आफ्नो उत्तर लेख्नुहोस्। यो भिडियोले तपाईलाई डिपी को बारेमा क्लियर बनायो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्।